हामी यो सङ्घसभाको जिल्लाको जुन अक्कर भनेर सबैले चिनिने अक्करेश्वर महादेवको प्राङ्गणमा छौँ। त्यो विशेष गरी यो अक्कर हो, यहीँको यो जुन पर्वतको स्वरूपमा हाम्रो भगवान्लाई यहाँ विराजमान गराइएको छ। अनि हुँदै हुँदै यहाँनिर यो विशेष गरेर यता अरुण नदी हुनुहुन्छ, यो अरुण नदीदेखि पारिपट्टि भोजपुर हो, यता सङ्घसभा, अगाडि गएपछि धनकुटा आउँछ। त्यस कारण बडो यो पहिलेको एक प्रकारको दार्शनिक पहिला तपाईँहरू हिँड्दाखेरि चाहिँ कस्तो थियो? डेन्जरदेखि नै एकदम हेर्दै डर लाग्दो भने यो यहाँ चाहिँ नदी कस्तो थियो भनिदिनु त? यो नदी भनेको चाहिँ उताबाट सर बगेर आउँथ्यो अनि आएपछि सट घुमे गरेर यहाँको घुमेकै मात्रै दृश्य देखिन्थ्यो। अहिले पनि घुम्न चाहिँ घुमिरहेको थियो नि, तर त्यत्रो पूर्ण रूपमा। अनि के अरे बाटो चाहिँ कत्रो थियो त यो भिरमा हिँड्ने? पहिले भन्नुहुन्छ भने सिङ्गल पनि यस्तो बाङ्गो गरेर हिँड्नु, यस्तो बाङ्गो गरेर। अनि के तल यता नदीतिर हेर्न सकिँदैन थियो डरले? के कस्तो थियो? भित्तातिर फर्केर यही बाटो अहिले त्यो ठाउँ यही हो, हेर्नुहोस्। अहिले यस्तो भयो। अहिले यहाँ यो दह पनि पुरिएछ। धेरै पुरियो नि, यो त केही छैन नि अहिले। अहिले त केही छैन, यहाँ डरमर्दो छैन हेर्दा पनि। एकदम देवभूमि रहेछ यो। हजुर ल धन्यवाद। ल जय होस्, सबैको जय होस्। ल जय शम्भु।